जसले काठमाडौँ बनाउन ठूलो योगदान गर्यो, आज उसैलाई निलम्बित गरिएको छ। राणाकालमा सबैभन्दा राम्रो मूर्ति बनाउनेको हात काटिन्थ्यो रे, आज त्यही इतिहासको याद आएको छ। एसएसपी राजु पाण्डे 6 महिनाका लागि निलम्बनमा पर्नु भएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले पाण्डेलाई निलम्बन गर्नु भएको स्रोतमा उल्लेख गरिएको छ। आफूलाई कार्यालयमा प्रवेश गर्न रोकेको, बलपूर्वक अवरोध गरेको र दुर्व्यवहार गरेको भन्दै गुरागाईले पाण्डेलाई स्पष्टीकरण सोध्नु भएको थियो। स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएपछि निलम्बन गरिएको महानगरको भनाइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोल सहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐन बमोजिम गएको सहित 21 गते भएको घटनाको जाँचबुझ नसकिएसम्म बढीमा 6 महिनाका लागि निलम्बन गरिएको बताइएको छ। पाण्डे निलम्बित भएपछि अहिले महानगरपालिकाले नगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई दिएको छ। राणा शासनको झल्को दिने यो शासन व्यवस्था के पाण्डेलाई निलम्बित गरेर राम्रो गर्नु भएको संकेत हो त? यो प्रश्न जनमानसमा उब्जिरहेको छ। तपाईले यसलाई कसरी व्याख्या गर्नुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्टमा दिन नभुल्नुहोला। अर्को दिन राजु पाण्डे, बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत श्री सुनिता डङ्गोल सहितको हामी अर्को भिडियो लिएर आउनेछौँ। हस्।